गेम खेल्दैछ बाबु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सर्वप्रथम यस मञ्च मार्फत हाम्रो सृजनात्मक प्रस्तुति प्रस्तुत गर्ने अवसर दिनुभएकोमा कार्यक्रम सञ्चालक, विद्यालय परिवार र अतिथिगणहरूमा म हृदयदेखि नै आभार प्रकट गर्दछु। म स्वागत नेपाल कस्मिक इन्टरनेसनल एकाडेमीको कक्षा 12 मा अध्ययनरत विद्यार्थी हुँ। साथै यस प्रस्तुत हुँदै गरेको नाटकको लेखक, निर्देशक एवं पात्र पनि हुँ। म आज यस कार्यक्रमको अवसरमा व्यक्तिगत तथा टिमको तर्फबाट आगन्तुक भाइ बहिनीहरूलाई हार्दिक स्वागत र कक्षा 12 उत्तीर्ण गर्नुभएका दाइ दिदीहरूलाई उज्जवल भविष्यको कामना गर्दछु। एकैछिन है, मेरो फोन आयो। एकैछिन उठाउँछु। हजुर हजुर ए हो र? ए म त स्टेजमा छु। हजुर कुनै स्टपको? ए अन्ति पो आइपुग्यो नि। ए हस् हस्, नाटक दिनु भनेको चटकको भएछ। हाम्रा देशका कलाकारहरू होस्टेलको कोठाभित्र आफ्नै संसार बनाइरहेका छन्। कोही मोबाइलमा गेम खेल्दै, कोही स्क्रोल गर्दै र कोही भर्खर प्रेमिकासँग सकेर सुतेका छन्। अब जाउँ कथा यस्तो पेट काटेर आयो यार। हिजोको मासुबाट पनि पछ्याउनु क्या हो। जे भए पनि रात त परिरहेको छ, जानु त पर्यो। # शौचालय। कसको हेर्नुहोस् न, कसैको त आएको छैन। फेरि बस्दा मेरो मन बजाएन, किन बाइकहरू खेलिरहेको छ, मेरो पनि सुतिरहेको छ भने के भएको छ है। फेरि आयो त भने हामी भन्दा पनि घरमा गएर आएको छ क्या हो। डर पनि आयो त। केमा भनेपछि सुतिने मान्छे बस्नु पर्ला जस्तो भयो। एक्लै पठाउनु राति मलाई यस्तो भनेरमा सुत्छु। गेम खेल्दैछ बाबु। जिनिस भयो म तिमीहरूको जीवनको अक्सिजन स्मार्टफोन भन्छ मलाई। जिनिस होला नि अब त। तिमी पो यार बेकार दस यार। तिमीहरूको बिहान उठ्दा पनि म, राति सुत्दा पनि म भन्यो भने त तिमीहरूको डेज नै लोडीमा चल्छ होइन र? तिमी नभए त यार हाम्रो जिन्दगी नै अन्धकार भइहाल्छ नि। तिमी बिनाको जीवन यो विन्डोज 7 मा GTA 5 खेले जस्तो भएन। पुरै ल्याग यार। त्यतिका हिजो भर्खर फेरिको फोनको पासवर्ड आजै बिर्सिन मलाई छु यार। के भयो होला यार यस्तो। हिजो भर्खर फेरिको फोनको पासवर्ड बिर्सियो। सुन्दा अचम्म लाग्दैन यहाँलाई? दाजु तिमीले सायद घटने बाटो पनि घुम्छौ होला है। घुम्न छ र छैन? बाटो पनि घुम्दैन। यसो मोबाइल अन गर्यो, मोबाइलमा हेऱ्यो, भिडियो अन गर्यो, नेभिगेसन अन गर्यो, अनि उता गुगल पनि भन्दै ठ्याक्क उता गुगल बोल्छ। Go 5 meters ahead and turn right. हे राम, यहाँभन्दा अगाडि म कति जाम?
अचम्म छ है तिमीहरूको कुन फिल्टर कता सुट गर्छ त्यो सबै थाहा छ कुन गेमको मोडलिड भर्जन कता पाइन्छ त्यो पनि थाहा छ गर्लफ्रेन्डसँग गरेको मायाको भाषा पनि याद छ तर त्यति एउटा याद छैन यो लुगा मात्र मगाउनु सोच पुरानो भएको मान्छेको के कुरा सुन्छ केटा के छ भतिजो ठिकठाक बरु त्यो कुरा छोड तिमीहरूलाई भोलि तिमीहरूको हेडमास्टरको बर्थडे छ याद छ कि छैन के याद हुन्थ्यो काका यिनीहरूलाई के याद हुन्थ्यो अस्ति रजिस्ट्रेसन फर्म भर्ने बेलामा त साथीसँग सोध्दै गरेको सुनेको थिएँ ओइ मेरो नाम के पो हो रे तिमीलाई सब थाहा छ नगराउँछ बरु तिमीहरूको 4 वर्ष अगाडि बौद्धमा मोमो खाएको फोटो छ मसँग म फेसबुक हो मसँग सब हुन्छ हो खुब तल थाहा छ ओ यार बाबु के छ हालखबर ठिकठाक हिजो भर्खर सेट गरेको फोन पासवर्ड आजै बिर्सेर मरेछ यार ए यार मलाई एउटा नयाँ गेम चलाउँछु छोड न यार गर्लफ्रेन्डसँग बसेर बोल्ने यसो टिप दियो न यार मलाई एउटा ह्यान्डसम फोटो क्रिएट गर्दैन यार यार यो ग्लेमर पार गर्दैन यार गर्लफ्रेन्डले थानाको बेला अरू केटीलाई पट्याउने यसो आइडिया दियो न यार मलाई एउटा फोटो छिटो साइडले दियो न एउटा स्टोरी पनि भनिदियो त मलाई यसो उही मेरो मोबाइलै चलेन उही ल उही ओभर फोन चल्नै छोडेछ याद गर्नु यार मलाई त कस्तो साहस पनि अप्ठ्यारो भयो के भयो यार मलाई के भयो नआत केटा हो नआत त यसलाई अरू केही भएको छैन यसलाई भएको त मात्र मोमोफोबिया हो मोबाइल एकैछिन टाढा गर्ने डर भुटन यो तिनीहरूले मोबाइललाई साह्रै महत्त्व दिएको परिणाम हो हामीले प्रविधि हुँदा पनि प्रविधिको प्रयोग गर्न सकेको परिणाम हो यो हाम्रो विडम्बना हो आज ऊ भएको ठाउँमा भोलि हामी जो पनि हुन सक्छौँ त्यसैले बेलैमा सजग बनौँ सचेत रहौँ प्रविधिको प्रयोग गरौँ प्रयोग नबनौँ